सुनसरीको हरिनगर गाउँपालिका 3 गौतमपुरका कृषक रामेश्वर मेहताले सञ्चालन गर्दै आउनुभएको एलिसा कृषि फर्म पछिल्ला वर्षहरूमा एक उदाहरणीय कृषि उद्यमका रूपमा चिनिँदै आएको छ। फर्मले विगत 5 वर्षदेखि व्यावसायिक रूपमा फलफुल र तरकारी खेती गर्दै आएको छ। एलिसा कृषि फर्ममा ड्रागन फल खेती सहित समय अनुकूल तरकारी बाली समेत उत्पादन गर्दै आएको जानकारी गराएको छ। ड्रागन फल खेतीसँगै ड्रागन फलको बिरुवा उत्पादन गर्न सुरु गरेको छ। किसानको माग अनुसार बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएको कृषक रामेश्वर मेहताले बताउनुभयो। ड्रागन खेती अब विस्तार गरिराखेको छु। ड्रागन खेतीमा आम्दानी ठिकै छ, राम्ररी भइराखेको छ। ग्राहकहरू पनि धेरै आउँछ, समयमा उनीहरू लिन्छ, लिएर पैसा तिरेर लिएर जान्छ। शरीरको लागि पनि ठिक हो, स्वस्थ हो। र यो 4 वर्षदेखि गर्दै आइरहेको ड्रागन फ्रुट खेतीमा यसपालिदेखि म यो बिरुवा जुन छ नि ड्रागनको, त्यो बिरुवा पनि हामी आफ्नै उत्पादन गरेर बिक्री गरिराखेका छौँ। र गत वर्ष हाम्रो बिरुवा चाहिँ 8 कट्ठाको लागि लिएर गएको थियो। यसपालि 1 बिघाको जति अर्डर भइसकेछ, बढी 1.5 बिघा जतिको अर्डर भइसकेछ। त्यसमा हामी लगाइराखेको छु, यहाँ छ हाम्रो छँदैछ, त्यो लिएर जान्छ। यसको रेट पनि पहिला त महँगो थियो, अहिले चाहिँ 100 रुपियाँ बोट जान्छ। पारिवारिक मुख्य पेसा कृषि पेसा नै भएकाले गर्दा उहाँको सम्पूर्ण परिवारका सदस्यहरूको योगदान कृषिमै रहेको छ। स्थानीय स्तरमै नयाँ सोच र लगनशीलताका साथ कृषिमा सम्भावना देखाएका रामेश्वर मेहता जस्ता किसानहरूले नेपालमा आधुनिक र आत्मनिर्भर कृषि प्रणालीको मार्ग प्रशस्त गर्दै आएको छ। देशभित्र नै अनेकौं अवसरहरू भए पनि तिनीहरूको उपयोग गर्नका लागि विभिन्न चुनौतीहरूको सामना गर्नुपर्ने कृषक मेहताले बताउनुभयो। सबै दिन ठिकै जुन दिन फुल फुल्ने दिन आउँछ नि रातिमा, त्यही रातिमा चाहिँ पानी भइहाल्छ। 3 चोटिदेखि यही हाल भएछ, नत्र एकदम ढकमक्क रहन्थ्यो रातो। तर फुल फुल्ने दिन चाहिँ पुरै बर्बाद, 2 लाख रुपियाँ हाम्रो गइसक्यो। सयपत्रीमा पनि त्यही हालत भयो। सबैलाई यो बाढी हुरी बतासले सबैलाई बर्बाद गरिदियो। हाम्रो लेबर हामीहरू मिलेर अनि यसलाई बल्ल अलिकति गरेछु। यसपालि अलि थोरै छ।